त सुपर गार्डन चल्दैन के यहाँ कतादेखि जुगेडीसम्म जुगेडीदेखि अर्को कहाँसम्म त्यस्तो प्लास्टिक त हैन नि प्लास्टिक त हैन नि माथिपट्टिको चाहिँ प्लास्टिक हो क्या अरे यो चाहिँ प्लास्टिक डिजाइन कुकुरको सुत्ने डिजाइन भयो त खानी जक्सन यता हाम्रो गोर्खाको साइड लाग्दैछ हामी बाटोमा रोकिरहेको छौँ है रेस्ट अब हामी एकछिन रेस्ट गऱ्यो क्या अरे अब रेस्ट गरेपछि अब हिँड्ने हो लाग्यो अब कतिखेर पुग्छ 5-6 घन्टा लाग्छ होला मस्त लाएर चोक गाइस अब हामी यार त्यो बाटोमा रोकिरहनु मेरो भिडियो गर्न मान्छे नै भएन है मम्मी छ अब यहाँ आइदिइहाल्यो हामी मनकामना छौँ है अहिले हामी तासढुङ्गामा छौँ यहाँ तासढुङ्गामा यो ढाड दुखेर केही छैन आऊ न मम्मी त्रिशुली हेर्ने आऊ त्यहाँ कति त्रिशुली त्रिशुली हेर त्यहाँ कस्तो घुमरी मुनितिर लाग्यो ल अब मुग्लिन भेटेको ल गाइस हामी मुग्लिन आइपुग्यो हाम्रो पिचो कालत कस्तो फिल भयो तिम्रो टिग्रा कस्तो भइरह
भइरहेछ तिमी त 2-3 चोटि चढिसक्यो है आने जाउँ भाउ हामी एउटाउडा हामी चल्दै रहेछ के यहाँ कतादेखि जुगेडीसम्म जुगेडीदेखि अर्को कहाँसम्म भोलिलाई यस्तो हो यहाँ 9 बजेतिर बल्ल खोलिदिन्छ जे आज जाने मात्रै 9 बजेबाट मात्र हो 8 बजे 8:30 बजे भन्छ तर पनि खोल्दा 9 बजाइदिन्छ मान्छे खोज्दाखेरि यहाँ भोलि सायद मान्छेहरू त्यति नहुन पनि सक्छन् पर्सिबाट गाडीमा आएको छिटै हुन्थ्यो होला है स्कुटरमा गाडीमा बमिट आउने सबैलाई पानी आउँदा कहाँ भिजायो पानी बिचमा भिजायो नि पानी कस्तो हात त्यतिखेर उता नि आएन यता नि आएन बिचमा पानी बिचमा त पानी आथ्यो बल्ल बल्ल कस्तो एक्सपिरियन्स हुँदैछ आज राम्रो डर लाग्यो क्या हो भोलि सकिँदैछ चौरी गयो त पर्सि गरेर बढाउँ होइन भोलि छुट्टी नै छ गाई नै हो आज बढाउनु कस्तो मजाको त्यो बारीको पाटा के अनलाइन गर्न मिल्दैन झर्ना नि त्यहाँ कस्तो मजा कुलो झर्ना गाईले मकै खायो चरा आएकै रहेछ ल होइन अब कताबाट निस्किने यताबाट रहेछ हामी कस्तो भइरहेको कस्तो फिल भइरहेको राम्रो लागिरहेको क्या हो हाम्रो भएन छ नि के भयो होला ल कस्तो घाममा बसेको शीतलमा हामी आइपुगौँ मजा कस्तो लाग्यो यहाँ बसौँ एकछिन हेर त होटल खोज यो
मम्मी मम्मी यहाँ नि कस्तो राम्रो तल हेर्नु छ भ्यू बोजी मने मान्छे खाएर खाइल्याउनु ब्यागमा बोक्छु कस्तो के भन्छ अनि मिस दिया त्यस्तो नगर नि कस्तो नराम्रो सुहायो त्यो यतिकै गर्दाखेरि सुहाउँथ्यो तेरिका कति मजाले डग कुकुर प्लस बिरालो पाउँदिन्छ अहिले सरी सरी राम्रो लाग्यो लैजानु घर अर्को डन यहाँ छ हजुर पालेको बिरालो पालेको बिरालो अलि मास्तिर देखाऊ हामी आयौँ मनोकामना अब माथि मन्दिरको छेउमा गएर बस्नु पर्ला दिदीहरूले कता होटल बुक गरेको छ थाहा छैन त्यो भाइले फोटो त खिच्यो राम्रो फोटो आउँदैन त्यो राम्रो दिने होला ओलिँदाखेरि दिने होला फोटो भन्दा राम्रो आयो भने मात्रै लिने हो तपाईँ कसले लिन्छ फोटो छोटो होइन भइसक्यो एकपल्ट डुलेर आउँछ नि हेर्दै जाने हो हेर्दा बुझ्दामा पैसा लागेन सुन्नु न हेर्दै जानु तपाईँलाई कस्तो छ बुक गरेको छैन भने फर्क्यौँला बेब्स मन्दिर चाहिँ कता हो र भोलि ल्याउँला नि हजुर आऊ भोलि किन्ने के बुक भइसकेको छ बाबु दाइ साना भोलि किन के हो र अहिले त माथि मन्दिर पुगेर आएर नि
खाइसक्यो ऊ यहाँ रहेछ नि त बगे भाले अहिले चाहिँ निस्किनु पर्ला है भालिकन मामाहरू आउँछ नि कति राम्ररी देखायो क्या मम्मीहरू सपिङ गर्दैछौँ भोलि भ्याउँछ भ्याउँदैन थाहा छैन होइन अहिले चाहिँ त्यही भएर हामीहरू यहाँ मम्मीले छान्दै हुन्छ अनि दियाले दामी बजाउ त खाना किन पराउने तँलाई मन पर्छ पर्दैन यो ठिक छ तर बुद्ध मूर्तिहरू चाहिँ कसरी हो बुद्ध मूर्ति 220 भित्र सानो 220 त्यत्रोको यिनीहरू सेम हो होइन नि है ऊ फोटो मात्र छ नि त मूर्ति छैन अनि भयो कसरी लियो ग्रिनै ठिक छ ला हेर्नु न पहिला किन दुइटा निकाले मलाई चाहिँ केही नकिन्ने नि अरू त के किन्ने हो र यो पोते कसरी लाउने त होइन हेर्नु यहाँनिर मन्त्र हाल्छ क्या मम्मी यहाँ मन्त्र हाल्छ क्या लानुपर्छ यस्तो दिनमै लाउनु भने यो ए घर अस्ति भर्खर किने होइन एउटा दिन घर अस्ति भर्खर किनिराखेको छ भने यस्तै सानो र नानो गाउँला हुन्छ केही छैन यही ट्याक्कै यही घर छ यो चाहिँ दिनु न यो हुन्छ कसलाई मलाई हुन्छ यो चाहिँ एजुन है म चाहिँ यो लिन्छु मम्मीले मलाई यो दिन्छ है ल भगवान् एटिएम चाहिँ छ कि छैन एटिएम छैन भइहाल्छ नि एटिएम भन्दैछु एटिएम त भइहाल्छ नि भाले चाहिँ क्या मजाको रहेछ है हुन्छ त्यो सानै छ यत्रो छ यही लगिदिने अनि त्यसपछि पोते एउटा लगिदिनु न मनोकामनाको चिनो त्यसलाई माला
हाम्रो बुक गइसक्यो काठको त कुहिहाल्छ नि काठको हुँदैन नि मम्मी कुन लाउने मलाई यो शङ्ख चुरा कसरी हो बहिनी 350 शङ्ख नै हो अहिले फेरि डुलाउने हो क्या डुलाउने अहिले मन्दिर आयो हिही मन्दिर आयो तिमीलाई त्यही मतलब त्यही किन्ने होला अहिले हामी मन्दिर आयो मेन मन्दिर होइन भोलि लाइन भन्नुपर्ने है होइन अनि भोलि दिनलाई नि छुट्टै पैसा काट्नुपर्छ होला पैसा काट्नुपर्छ जस्तो लाग्छ नानी उडाउ त यसलाई परे पिजनलाई उडा उसलाई चुरा टिप्छ यता उडा म उडाउन आया ल होइन हुँदैन मम्मी राम्रो खा सफा खा डिजाइन कुकुरको सुत्ने डिजाइन मम्मी यहाँ आऊ न समाउँदै त्यहाँ भनेको छोड जाऊ तिमी त्यहाँ गरे म त्यहाँ अगाडि गएर बस्नु फोटो खिचिदिन्छु म सँगै के फोटोमा राम्रो आउँदैन मन्दिरमा पूजा गरेर नि आयौँ है हामीहरू दिया र मम्मी दिया र म आयौँ म मम्मीको पालो है हाम्रो कस्तो लाग्यो तिमीलाई र नाना एकछिन छिराएको थियो नानाभरि उयो लाएर आएछ हजुर मोदा फुकाल्दै जानु मोदा फुकाल्नु ऊ त्यो त्यहाँ ताल चलाएको रहेछ त्यो बाबुहरूलाई हाल्यो भने अनि बोलाउनु पऱ्यो नि जुत्ता ए ल ल ल पर्दैन नानलाई यहाँ आनन्दले रेस्ट गर न चिप्सहरू खाऊ खाने भए एकदम रेस्टमा छु दादाहरू अब आउँदै होला स्टार्टिङ मन्दिर मम्मी यो सामान हेर न
अहिले यहाँ कस्तो मैले हालचाल हेर्छ क्या गाइज अब हामी यहाँ कुदिरहेको छौँ है दिदीहरूलाई अब कुदेछौँ अहिले आउँदै हुन्छ अरे होटेलमा बुक गरिराख्नु भएको अरे यहाँ बुक गरिरहेको पर्खिरहेको एकछिनमा अब जाने अनि छुट्ने अनि त्यसलाई भोलि बिहान गाला चिसो भइसक्यो लास्टै चिसो रहेछ त्यो त राख्यो भने चिसो न्यानो कस्तो पिस होटलतिर लाग्न लाग्यौँ है होटलतिर लाग्न लाग्यौँ अब हामी जाँदैछौँ है गएर अनि यहाँ ब्लग पार्टी धेरै आउँदैन 2-3 चाहिँ मात्र आउँछ ल हामी अब लाग्यौँ बोकाउँदै माथि चढिरहेछ हाम्रो दाइ अब हामी यहाँ अब लाग्यौँ होटेलभित्र पुरा मरायो हो साँच्ची कि हो र त्यो गर्मी पर्यो नि त ए नमस्ते हामी लाग्यौँ आमालाई नमस्कार भने सिधै जिउ गर्ने जिउ ए कगाल त डढ्दै छ हाम्रो माइजू ल माइजू ढोक्छ अरे माइजू ढोक्छ अरे भाग्यमाथि भनेमा ए अडिहाल्दो रहेछ नि त हेलो ठिकै ए ल बस यहाँ बस यता छिरी यता उता बस्छ म त बोका यता बस्छ तीन दिन जानु भयो भने टाइम है फ्रेस हावा छ क्या तर सबै अँध्यारो छ है
मन्दिर एकपल्ट फेरि घुमघाम पार्टी है यतानि भ्लगर है यतानि भ्लगर है सब भ्लगर है हामी सब यसो घुम्न जान्छौँ है अब हामी यसो यताबाट नि पुग्छ डाइरेक्ट सिडी छ नि त दाइ नजाने रुपेश दाइ जाउँ अब मामन नजाने मामन नजाने पऱ्यो त अनि हामी केटीलाई फेरि अट्याक गरेर हो नि ल हामी अब लाग्यौँ अँध्यारो छ लाग्ला उता दुईटा बच्चा कुरा राखेको छ कि हामीले अँध्यारो छ नि लास्टै हाम्रो ल्याएको थियो नि बिहान नआएर आएको खल्लो मात्रै नहुनु पर्ला सबभन्दा पहिला अनि फुपू चाहिँ उठ्नुहुन्छ होला चाँडो मम्मी कति छिटो उठ्नुहुन्छ उठ्दैन नि फेरि दोहोऱ्याएर लाग्यो यार मेरो त 4000 पुग्यो भने पैसा आउँथ्यो नि सकेर मन्दिर 2 पल्ट 3 पल्ट घुम्न आएँ घुमेर अब ट्याक्क बहिनीसँग दिदीहरूसँग दिदी छ अलिअलि फेरि त होइन हल्का फुल्का मम्मीलाई चाहिँ तलै रुममै छोडेर आएँ होटेलमै मम्मी र दियालाई अनि म त मामाहरू पनि आउनु भएको थियो अनि मामाहरू चाहिँ आउनु भएन माइजू दिदीहरू आयौँ सबै घरै घर हो लाग्यो फेरि यो त भिडियो हल्लिन्छ यार के भयो कोही बताइदेऊ न हौ कसरी नहल्लाउने मोबाइलसम्म नजाने हो कि भिडियो गर्न नजाने हो कि भ्यू त दामी छ हौ गोर्खाको गोर्खा मन कामना लौ 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 भेना लास्ट हराउने यार ल हाम्रो भेनाकोमा नि युट्युब च्यानलमा नि गएर सब्सक्राइब गरिदिनु होला होइन अब युट्युब च्यानलको नाम के छ अरे भनिदिनु त ल भेना भेना युट्युब च्यानलको नाम के छ
मेरो त त्यही हो दारी होइन अरे प्रेम छ अरे है दाइ होइन अब चेन्ज गर्ने हो अब चेन्ज गर्ने हो अब दारी राख्ने हो दारी ब्लक अनि हारो बेला गर्ने दारी आमा साली बेला साली बेला रोक रे के त्यो नकिन्नु यति भने टुप्पो हुन्छ यति भन्दा हुँदैन यति भन्दा हुँदैन त्यो काठ मात्र हुन्छ अस्ति लगेर मेलामा हामीले लगेर अनि छोडेको हुँदैन नि साकालाको मोमो यो डाँठै हुँदैन भने यति भन्दा हुन्छ क्या दाइ सो 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 जस्ट सो त दामी भ्यू आउँछ यस्तो राम्रो छ है त खेल्ने जक्सन यता अब हामीहरू खाना खाना नास्ता खाना झरेको है पनि केही दिउँ न बस लिउँ न एउटा दिउ लिउँ न दिउँ कस्तो छ पहिला टेस्ट बब्बाल नेपालको टेस्ट तर खासै राम्रो चाहिँ हुँदैन है विदेशी टेस्ट भन्दा नर्मल है डिउ 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 सरी गाइस मलाई भोक लाग्यो यार म पहिले खान थालेँ यार पहिले हाम्रो त्यो मासुको उरुङ देखाउनु न बेला मासु आयो मासु मासु आयो स्पेसल हाम्रो यहाँ आयो म खाँदैछु यसरी भात है अर्को रे एक बाइट खाऊ त ल यता हेरेर खाऊ उयो छैन डायमन्ड छैन ए खाना खाना आयो होइन अब सुत्ने यार नास स्कुटी चलाएर पुरै हात त पुरै यो पुरै बाउडे छ कि पुरै डेन्जर बाउडे हात अब सुतिन्छ भोलि बिहान उनीहरूले उठेर मैले कुदेर अनि त्यसपछि के हुन्छ भोलि बिहान ल अहिलेलाई टाटा बाई बाई भोलि भेटौँला